उहाँहरू गफमा व्यस्त हुनुहुन्छ। अब हाम्रा दाइ यहाँ तबलिस्ट दाइको अब केही कुरा सुनौ न। तपाईँ के नयाँ नौलो के भन्न चाहनुहुन्छ? बसिया छ तल होइन अहिले सङ्गीत सिकिरहेको छु होइन। सबैलाई यही अनुरोध गर्छु कि सङ्गीत सिक्नुहोस्, सङ्गीतमा कहाँ देख्नु ल सरी ल अनि ल एउटा ताल सुनाइदिनु न त। ताल यो भनेको झक्कड ताल सुनाउँछु। झक्कड नै झप्ताल झक्कड ताल हो। झप्ताल सिक्ने मान्छेको लागि हाम्रो लागि भनेको झक्कड ताल। ल झक्कड तालैले सुनाउनु त। हाय हाय यो सबै उनीहरूले यहाँ हाल्नुपर्छ। यिनीहरूलाई पनि सबै देखाइदिन्छु। तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? हाम्रो आएन भनेर चिन्ता गरिरहनु भएको छ उहाँहरू चाहिँ। अगाडि पनि हाम्रो आउनु परेन है। यो ताल हो होइन, यसमा नाच्न सकिन्छ, गाउन सकिन्छ, हिँड्न सकिन्छ। यो ताल भनेको नाच्ने चाहिँ उहाँ है, उहाँ नाच्ने चाहिँ। ल नाच भाइ ल म आफै मतलब इमेजिन गर्दैछु कि कस्तो नाच्नुहुन्छ भन्ने कुरा। ल उहाँ नाच्ने लु बजाइदिन्छ एउटा ताल खतरा। उहाँ चाहिँ डान्सर है। ल एउटा खतरा ताल। ल अब हेर्नुहोस्, अब हेर्नु तपाईँहरूलाई यो डान्स कस्तो लाग्छ है। ल नमस्ते छ है सबैले। हामी कुदिरहेछौँ जङ्गलतिर यसो होइन, रमाइलो आज होइन, यसो छुट्टीको दिन रमाइलो गर्दै। अगाडि गुरुजीले क्यामेरा समातेर आउनुभयो, पुग्नुभयो। ल तपाईँलाई धेरै धेरै स्वागत छ, माया छ। केटी भनेर केटी नै हो नि, तपाईँ चिन्ता खोलिदिनु। मोतीचुर स्टेसन यो हरिद्वार। आकाशमा मन भित्री गएर अलिकति अब हामी उयो जङ्गलमा जाने हो। बाघ भालु पनि भेटिन्छ भन्छन्, हात्ती पनि छ भाइ। नै नि लड्की है। के भनेको अरे? के भनेको ठिकै छ नि। किन कहाँ जाने र? यो हाम्रो भनेको यसो घुम्ने ठाउँ है। यो हेर्नु तपाईँहरूलाई कस्तो लाग्छ। सुझाव सल्लाह अनि प्रतिक्रियाको लागि हामी आभारी छौँ। यो पर अब तपाईँहरू के भन्नु र? मैले भन्ने पर्दैन, तपाईँहरू हेरेर बुझ्नुहोस्। मयुरको देख्ने पन्जाबमा धेरै हुन्छन् हो मयुरहरू। मजुर इधर को आजा।